So what is up YouTube? के छ हाल खबर? I hope सबैलाई आरामै होला. I'm also good. Happy दसैँ to all. अनि अहिले चाहिँ म उहाँ साथीको मलोको कम्पनीमा दसैँ सेलिब्रेसन भइरहेको रे. आउनुपर्छ है मलो भनेर भन्दै हुनुहुन्थ्यो, त्यही भएर यसो हाजिरी लगाउन भए पनि जानु पर्यो. सेलिब्रेसन त गर्नु पर्यो, अलिअलि भयो नि. That's why I'm going to बाक्री फर्स्ट एन्ड देन अनि साथीको कम्पनी चाहिँ 77 हो, त्यही भएर पहिला चाहिँ बाक्री, त्यसपछि मदनको रुममा, त्यसपछि मदन र म भएर चाहिँ जाने प्लान छ. द्याट्स अल. Taking my time to perfect the beat, and I still got love for the streets. Representing all the gangsters from across the world, hitting them corners in them lolos, girl. Taking my time to perfect the beat, and I still got love for the streets. Representing all the gangsters from across the world, hitting them corners in them lolos, girl. Taking my time to perfect the beat, and I still got love for the streets. Representing all the gangsters from across the world, hitting them corners in them lolos, girl. Taking my time to perfect the beat, and I still got love for the streets. 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 ला होय छायामा अत्याचार नगर मेरो मायामा. सफल हुन मायाको लक्ष्यमा, तिमी बोल मेरो नै पक्षमा. सफल हुनको लक्ष्यमा, यो छोडो छायामा, पिपल छायामा, आन्दोलन नगर मेरो मायामा. लाठी चाल नगर मेरोमा, लाठी चाल नगर मेरो मायामा.
साइकल हेर्नु गाडेको वहाँ राखेको थियो दोकान साइडमा Look at the guys hanging out. Dance to the beat and make it loud. Suna suna mayalu jodi ho, mayalu jodi ho. Nachuna mo मायाको डोरी यो वनमा फुल फुल वनमा फुल फुल माया जीवनमा नगर्नु maya jivanna. Welcome to any mistakes. सुना सुना मेरो हजुरा ए मेरो हजुरा माया खराबै कसुरा बन्दा फुल फुल बन्दा फुल फुल माया लाग्दैन हुँदैन है भुल बन्दा फुल फुल माया लाग्दैन हुँदैन है भुल आजको कथा बिहानी आलियो राजा यो बनाउने तर यदि we won't have it. यदि पनि कसरी बितायो सुहागा पैसामा सबैलाई हुन्छ चाहेको आज मैले पाएको हो यो चोखो मायाको तिनै यो गीत गाएको अहिले चाहिँ म प्रोग्राम सिद्धिएर भन्दा पनि अब खानपिन भयो त्यसपछि चाहिँ हामी ल खानपिन सकेर चाहिँ हामी चाहिँ आफ्नो रुमतिर लाग्यौँ अनि म चाहिँ यसो आउँदै थिएँ हाइवेको साइडमा चाहिँ यहाँ चाहिँ चाइनिजको केही फेस्टिभल आउँदै रहेछ यो लाइटहरू कस्तो राम्रोसित लगाएको रहेछ त्यो चाइनिज न्यु इयरमा सेम यस्तै गराउँछ यसो हेरेको अनि यसको नि एकचोटि एउटा क्लिप्स हानिदिउँ न त भनेर अनि म चाहिँ अब त्यही हो अब दसैँ अलि हल्का फुल्का जे जस्तो छ आफ्नो सिचुएसन अनुसार होइन परिस्थिति जे छ त्यही हिसाबले अलिअलि भए नि मनाइयो र वन्स अगेन जाँदा जाँदै सबैलाई फेरि एकचोटि ह्याप्पी दसैँ तपाईँहरू जहाँ हुनुहुन्छ देशमा हुनुहुन्छ या स्वदेश बाहिर विदेशमा हुनुहुन्छ आफ्नो ठाउँमा राम्ररी दसैँ आफ्नो परिवारसित मनाउनु होला त्यति नै भन्दै आजको लागि चाहिँ म बिदा हुन चाहन्छु हस्त नमस्ते थ्याङ्क्स फर वाचिङ माई भिडियोज यदि तपाईँ कोही नयाँ हुनुहुन्छ भने मेरो च्यानललाई प्लिज सब्सक्राइब चाहिँ गरिदिनु होला धन्यवाद।